हेलो एभ्रिवान वेलकम टु माई भिडियो आजको भिडियोमा चाहिँ मलाई यो एसई कम्पिटिटरको कम्पाउन्ड इन्ट्रेस्टको यो क्वेसन नम्बर 15 पेज नम्बर 65 को सरी 65 होइन पेज नम्बर क्वेसन नम्बर 15 क्वेसन नम्बर 15 चाहिँ यो क्वेसन चाहिँ गरिदिनु भनेर एउटा म्यासेज आएको थियो। सो यो क्वेसन चाहिँ म गर्न जाँदैछु। Monita is planning to deposit rupees 40,000 for a 9 month at 10% per annum in a bank. हामीलाई चाहिँ यसमा चाहिँ यो क्वेसन चाहिँ अरूभन्दा किन फरक छ भन्दा र उहाँले चाहिँ मलाई किन सोध्नुभएको थियो भन्दा यहाँ टाइम चाहिँ केमा दिएको छ त मन्थमा दिएको छ। टाइम चाहिँ के इयर चाहिँ 0मा राख्ने हो म्याम भनेर सोध्नुभएको थियो। होइन त्यस्तो गर्ने होइन। अनि हामीलाई 9 month दिएको छ। सो फर्स्ट क्वेसन चाहिँ हामीलाई के दिएको छ भन्दा सेमी एनुअल कम्पाउन्ड एमाउन्ट अन अ सम पी इन 3 years at r% per annum is CA respectively. Write down the relation between PTR and CEO. हामीलाई चाहिँ CA को फर्मुला P into 1 plus R by 200 to the power 2t लेख्ने हो सेमी एनुअली भनेको कारणले गर्दाखेरि। त्यसपछि त्यसको हाम्रो पुरा क्वेसन चाहिँ पछाडि छ। हामीलाई चाहिँ क्वेसन चाहिँ BCDEमा दिएको छ। इफ द ब्याङ्क ए प्रोभाइड सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट देन फाइन्ड द सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट भन्ने छ। यदि ब्याङ्क एले चाहिँ सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट दिन्छ भने निकाल्न छ। इफ एनदर ब्याङ्क बी प्रोभाइड क्वार्टरली प्लस कम्पाउन्ड इन्ट्रेस्ट देन आइडेन्टिफाई द क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट। हामीले चाहिँ यसमा चाहिँ क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट निकाल्ने हो। डिफरेन्स बिट्विन द इन्ट्रेस्ट सेमी एनुअली कम्पाउन्डेड एन्ड क्वार्टरली कम्पाउन्डेड हामीले चाहिँ यसमा CI सेमी एनुअली र CI क्वार्टरलीको डिफ्रेन्स निकाल्ने हो। अनि त्यसपछि चाहिँ विच ब्याङ्क इज प्रिफरेबल फर डिपोजिट एन्ड वाइ। अब पैसा जम्मा गर्नको लागि चाहिँ कुन चाहिँ ब्याङ्क ठिक हुन्छ र किन भन्ने चाहिँ हामीले एन्सर दिनुपर्ने हुन्छ। यसमा खासै यो क्वेसन चाहिँ त्यति धेरै गाह्रो छ होइन। मात्र यसमा के आइदियो त भन्दाखेरि टाइम चाहिँ केमा आएको छ त भन्दाखेरि मन्थमा आएको छ। सो यो मन्थलाई चाहिँ हामीले इयरमा लानुपर्ने हुन्छ। इयरमा लानको लागि चाहिँ हामीले सेमी एनुअली र एनुअलीको चाहिँ क्वार्टरलीको चाहिँ कन्सेप्ट लगाउन पर्ने हुन्छ। सबभन्दा सुरुमा चाहिँ अब मैले यहाँ क्वेसन चाहिँ सारिसकेको छु भाइ बहिनीहरू र क्वेसन चाहिँ यहाँ हेर्नु होला। नेपाली मिडियमको भाइ बहिनीहरूले चाहिँ पेज नम्बर 59 को क्वेसन नम्बर 15 को ए हेर्नु होला। ल सबभन्दा सुरुमा हामीलाई के भनेको छ त भन्दाखेरि रिलेसन लेख्नुपर्ने छ। अब हामीले सबभन्दा सुरुमा क्वेसन नम्बर 1 को सल्युसन अब सेमी एनुअल कम्पाउन्ड एमाउन्ट भनेको छ राइट डाउन द रिलेसन बिट्विन PTR एन्ड CA भनेको छ। सुरुमा ए नम्बरको हाम्रो CA चाहिँ के हुन्छ त P into 1 plus R by 200 to the power 2t हुन्छ। सेमी एनुअली भयो भने 200, क्वार्टरली भयो भने 400 हुन्छ। वेयर CA चाहिँ हाम्रो के हो त कम्पाउन्ड एमाउन्ट हो। P चाहिँ हाम्रो प्रिन्सिपल, R चाहिँ हाम्रो रेट पर एनम, राइट। T चाहिँ हाम्रो टाइम हो। यो चाहिँ हामीले ए नम्बर गऱ्यौँ। सुरुमा जाउँ अब P नम्बरमा। P नम्बरको सल्युसन ल मनिताले कति डिपोजिट गर्ने प्लान गरेको छ त 40,000 डिपोजिट गर्ने प्लान गरेको छ। सो हाम्रो प्रिन्सिपल कति हुन्छ त प्रिन्सिपल पे इक्वल टु रुपिस 40,000। पहिला मैले रेट लेखेँ, म त्यसपछि टाइम एक्सप्लेन गर्छु। रेट आर इक्वल टु कति दिएको छ 10% दिएको छ टाइम। टी चाहिँ हाम्रो कति दिएको छ त 9 month दिएको छ। ल मैले चाहिँ यसको यो पार्नमा गर्न चाहेँ। हामीलाई टाइम कति दिएको छ त भन्दा 9 month दिएको छ। हामीलाई के निकाल्नु पर्ने छ त सेमी एनुअली निकाल्नु पर्ने छ। सेमी एनुअलीको दरले यसलाई अर्को के पनि भनिन्छ हाफ इयरली पनि भनिन्छ। नेपालीमा यसलाई अर्धवार्षिक भनिन्छ। 12 महिना हुन्छ। 12 महिनामा चाहिँ हामीले के गर्छौँ त 6 महिनाको ड्युरेसनमा हामीले के पाउँछौँ त 2 चोटि गरेर पाउँछौँ। यो 9 महिना छ। यो सेमी एनुअली भएको भएर हामीले सुरुमा कति महिनामा पायौँ त 6 महिनामा पायौँ। त्यसपछि अझै बाँकी कति महिना छ त 3 महिना छ। सो यो 6 महिनामा हामीले पाइसकेको छ भने यो पाइसकेको 6 महिनालाई चाहिँ हामीले केमा लिएर जाने त इयरमा लिएर जाने। अब मन्थलाई इयरमा लान के गर्ने त डिभाइड बाई 12 गर्ने। यो केमा गयो त इयरमा। अनि यो मन्थलाई चाहिँ जस्ताको तस्तै राख्ने। कति आउँछ त 1/2 इयर्स अनि अर्को के आयो त 3 month आयो। त्यसमा अब क्वार्टरलीमा चाहिँ के गर्नुपर्छ त भन्दाखेरि क्वार्टरलीमा पनि हामीले वर्षमा 12वटा महिना हुन्छ। कतिचोटि पाउँछौँ त 4 चोटि पाउँछौँ। ती 3 महिनाको दरमा पाउँछौँ। 3 monthको ड्युरेसनमा हामीले 4 चोटि पाउँछौँ। सो यो 9 month भनिसकेपछि त हामीले कतिचोटि पाउँछौँ त वर्षमा
त्यो 3 महिनाको पाउन पर्ने हो। 3 महिनामा चाहिँ हामीले कसरी पाउँछौँ त 3 महिनाको ड्युरेसनमा चाहिँ हामीले वर्षमा 3 चोटि पाउँछौँ। 3 3 जा कति हुन्छ त 9 मन्थ भएको हुन्छ। ल एउटा चाहिँ 3/12 एउटा चाहिँ मन्थलाई चाहिँ केमा गऱ्यौँ त इयरमा लिएर गयौँ इन प्लस 3 मन्थ नै गऱ्यौँ। त इन्टु नै गरौँ न त 3 × 3 नै गर्दा प्लस होइन यसमा चाहिँ त्यसमा त प्लस गर्नु पर्थ्यो किनकि कम्प्लिट भएको थिएन त्यही प्लस थियो यो चाहिँ हाम्रो कम्प्लिट छ। अनि यो 3 1 जा 3 4 जा 12 1/4 × 3 गर्दाखेरि हाम्रो कति आयो त यो 3/4 इयर्स आएको हुन्छ। यसमा मात्र के कन्सेप्ट लगाउनु पर्छ त भन्दाखेरि सेमी एनुअलीमा वर्षमा 2 चोटि पाइन्छ र 6 महिनाको तले पाइन्छ। सो 6 मन्थलाई हामीले के गर्यौँ त पहिला 6 मन्थ कम्प्लिट गरायौँ त्यसपछि कति मन्थ बाँकी छ त 3 मन्थ बाँकी छ। यसमा चाहिँ पाउन बाँकी नै छ चाहिँ पाइसकेको त्यही भएर 6 मन्थ प्लस 3 मन्थ। त्यस्तै गरेर क्वार्टरलीमा चाहिँ के गरेको त अन्त त्यो 3 महिनाको ग्यापमा पाइन्छ। यो 3 3 चाहिँ कति भयो त 9 भयो। अब 3/12 × 3 गरेर कति आयो त 3/4 इयर्स आएको। यसरी हामीले टाइम राख्छौँ भाइ बहिनीहरू। 9 मन्थ भयो। यसलाई चाहिँ मैले सिधै के गर्न पाएँ त 9 मन्थलाई के गर्न पाएँ त 6 मन्थ प्लस 3 मन्थ लेख्दै अनि त्यसपछि यो 6/12 इयर्स प्लस 3 मन्थ्स यो हाम्रो चेन्ज भएर आयो 1/2 इयर। अब चाहिँ प्लस लेखिराख्नु पर्दैन 3 मन्थ। अब हामीलाई के निकाल्नु छ त कम्पाउन्ड इन्ट्रेस्ट CI। सो हाम्रो CI चाहिँ अब कति आउँछ त भनेर हामीले फर्मुला युज गर्नु पर्यो फर सेमी एनुअली। CI इक्वल टु कति हुन्छ त P × 1 + R/200 टु द पावर 2t। अब हेरौँ त यो हाम्रो टाइम केमा आएको छ त इयरमा पनि आएको छ र मन्थमा पनि आएको छ। इयर र मन्थमा आएको छ भने हामीले फर्मुला के को लगाउनु पर्छ त इयर र मन्थको लगाउनु पर्ने हुन्छ। P × 1 + R/200 टु द पावर 2t इन्टु मन्थको के हुन्छ त 1 + MR/1200 - 1। यदि हाम्रो इयरमा मात्रै आउँछ भने P × 1 + R/200 टु द पावर 2t - 1 गर्ने हो। तर हाम्रो यहाँ टाइम केमा आएको छ त इयरमा पनि आएको छ मन्थमा पनि आएको छ। सो हामीले इयर र मन्थको फर्मुला P × 1 + R/200 टु द पावर 2t × 1 + MR/1200 - 1 युज गर्ने हो। अब भ्यालु हालौँ ₹40,000 1 + 10/200 टु टाइम कति छ त 1/2 × 1 + 3 × 10/1200 - 1 2 2 काटियो ₹40,000। अब यो चाहिँ हाम्रो कति आउँछ त भन्दाखेरि मैले सिधै क्यालकुलेटर गरेँ 1 + 10/200 यो आयो हाम्रो 1.05 × 1 + हाम्रो 3 × 10/1200 तथा यो आयो हाम्रो 1.025 - 1 × 1.05 तथा हाम्रो यो आयो ₹40,000 1.0765 - 1 0.0765 40,000 कति आयो त ₹3050 आयो हाम्रो। और CI इक्वल टु सो ब्याङ्कले चाहिँ कति प्रोभाइड गर्दो रहेछ त इफ अ ब्याङ्क प्रोभाइड सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट देन फाइन्ड द सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट भनेको छ। सो हामीले चाहिँ तपाईँले के लेख्न पायौँ त देयरफोर सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट चाहिँ कति आयो त ब्याङ्क प्रोभाइड ₹3050 as semi-annual compound interest.
अब त्यसपछि हाम्रो क्वेसनमा के छ त भन्दा सी नम्बरको इफ एनदर ब्याङ्क बी प्रोभाइड्स क्वार्टरली बेस्ट कम्पाउन्ड इन्ट्रेस्ट देन आइडेन्टिफाई द क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट भनिसकेको छ। मैले यसको फेरि यो टाइमलाई दोहोऱ्याउन चाहेँ। हामीलाई टाइम 9 मन्थमा दिएको छ। यो हामीले चाहिँ 33 महिनाको ड्युरेसनमा पाउने भएको हो र 9लाई चाहिँ एक्ज्याक्टली कतिले डिभाइड गरेको थियो 3 3 जा 9 सो 3/12 इन्टु 3 गर्दाखेरि चाहिँ हाम्रो 3/4 इयर्स आएको। यसलाई चाहिँ मैले सिधा 3/4 इयर्स लेखेँ। अब यहाँ सी नम्बरको सल्युसन प्रिन्सिपल फर ब्याङ्क बी लेख्न पर्ने थियो रुपिस 40,000 टाइम t equal to 9 months 3 into 3 months 3/12 into 3 इयर्समा गएर यो भने हाम्रो 3/4 इयर्स। यो चाहिँ हाम्रो इयर्समा आएको छ। यसमा चाहिँ इयरको मात्रै फर्मुला युज हुन्छ। यसमा चाहिँ मन्थको फर्मुला युज हुँदैन। अनि रेट हामीलाई कति दिएको छ त रेट हामीलाई त्यही 10% नै दिएको छ। compound interest CI equal to what? We know for quarterly P into 1 plus R by 400 to the power 40 minus 1 rupees 40,000 1 plus 10 by 400 to the power 4 into 3 by 4 minus 1 4 4 के भयो त हाम्रो काटियो। अनि कति आउँछ त भन्दाखेरि 4 okay 1 into 10 by 400 0.025 0.025 power 3 minus to the power 3 minus 1 गर्दाखेरि अब यो हाम्रो घटाउँदाखेरि 0.076890625 आयो इन्टु 40,000 गर्दा कति आयो थियो 3075 रुपिस 3075.625 चाहिँ यसलाई मैले राउन्डिङ गरेर लेख्दाखेरि कति आयो त 3075.63 आयो। CI क्वार्टरली चाहिँ यतापट्टि सेमी एनुअली लेखिदिनु पर्ने थियो। Therefore, Bank B provides rupees 3075.63 quarterly compound interest. अब हाम्रो यो बी नम्बर सी नम्बरको त आयो। अब हामीलाई गर्नु छ डी नम्बरकोमा वाट इज द डिफरेन्स बिट्विन इन्ट्रेस्ट इन सेमी एनुअली कम्पाउन्डेड एन्ड क्वार्टरली कम्पाउन्ड छ। हाम्रो सेमी एनुअली कति आएको छ त 3050 आएको छ भने क्वार्टरली कति आएको छ त 3075.63 आएको छ। अब हामीले के गर्ने त भन्दाखेरि अब डी नम्बरमा चाहिँ सिन्स CI क्वार्टरली greater than CI semi-annually quarterly के छ त ठुलो छ so difference equal to therefore difference equal to CI quarterly यसमा चाहिँ CI बैंक बी CI बैंक एले पनि लेख्न पाइयो। CI annually 3075.63 minus rupees 3050 हाम्रो डिफरेन्स कति आयो त 25 point कति आयो त 63 आयो। अब हामीलाई
यी नम्बरमा सोधेको छ विच ब्याङ्क इज प्रिफरेबल फर डिपोजिट एन्ड वाइ भनेर चाहिँ हामीले भर्खरै हेऱ्यौँ हामीले ब्याङ्क एको पनि निकाल्यौँ ब्याङ्क बीको पनि निकाल्यौँ ब्याङ्क एले हामीलाई सेमी एनुअली दिएको छ जसमा इन्ट्रेस्ट हामीले कति पाएको छौँ त 3050 पाएको छौँ भने ब्याङ्क बीले चाहिँ हामीलाई क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट दिएको छ जसमा हामीले इन्ट्रेस्ट चाहिँ 3075.63 पायौँ र यो चाहिँ 35.63 लेखेको छ त धेरै छ त्यही भएर हामीले चाहिँ अब यी नम्बरमा चाहिँ सिम्पल के गर्ने त भन्दा कुन चाहिँ ब्याङ्कमा चाहिँ विच ब्याङ्क इज प्रिफरेबल फर डिपोजिट भनेको छ ब्याङ्क बी चाहिँ हाम्रो के छ त प्रिफरेबल छ ब्याङ्क बी इज प्रिफरेबल फर मनी डिपोजिट as it provide more interest than Bank A. यसरी हामीले यो क्वेसन सल्भ गर्न सक्छौँ भाइ बहिनीहरू आशा छ हजुरहरूले क्वेसन बुझ्नुभयो होला र यो क्वेसनमा अरू केही डाउट भएमा कमेन्ट गर्नुहोला र नेक्स्ट क्वेसन चाहिँ मलाई यो प्रकाश भन्ने यो क्वेसन पनि सल्भ गरिदिनु भन्नुभएको छ यो प्रकाशवालाको पनि क्वेसनमा 25 को ए सो म अर्को नेक्स्ट भिडियोमा क्वेसनमा 25 पनि सल्भ गर्नेछु कुनै डाउट भएमा चाहिँ सोध्नु होला भाइ बहिनीहरू अब एससी आउन धेरै दिन छैन सो प्र्याक्टिस गर्दै गर्नुहोला कुनै डाउट भएमा नजानेमा कुनै अप्ठ्यारो भएमा चाहिँ मलाई मेसेज अथवा कमेन्ट गर्नुहोला थ्याङ्क यू फर वाचिङ माई भिडियो